खासमा हाम्रा लागि चाहिँ क्रिकेट गेम मात्रै हैन के जब क्रिकेट कतै छ र नेपालको म्याच कतै हुँदैछ भन्दै गर्दाखेरिमा चाहिँ क्रिकेट नै सबथोक हो के सुरुमा प्रायोरिटी लिस्टको फर्स्ट चीजमा क्रिकेट आउँछ त्यसपछि अरु टिम सिलेक्सन चाहिँ 4 वटा टिम चाहिँ सिलेक्टेड हुन्छ भन्ने कुरा आएको थियो नि त अब त्यसपछि 12 वटाबाट 6 मा जाँदाखेरि म चाहिँ सक भएको थिएँ के ओहो 6 वटामा पुगिसक्यो हामी भन्ने तरिकाले म चाहिँ एकदम अनएक्सपेक्टेड के हुन्छ नि म कहाँ बनिङ्समा के गर्दै थिएँ सक भाइ मैले मदनलाई ओइ हामी त सर्ट लिस्टमा पर्यो अरे भने मैले मदनलाई फोन गरेँ भने अनि उसले हो र दाइ भनेर उ पनि अचम्मित छ झट्टै माइन्डमा आउने बित्तिकै 5 वटा क्रिकेटरको नाम भन्नु पर्यो ट्राई गरौँ त ल 5 वटा क्रिकेटरको नाम हाम्रो अजय लामा त्यसपछि कुसु गलवार हाम्रो विवेक कण्डेल अनि त्यसपछि आएर हाम्रो सोखिन अर्याल भाइ त्यसपछि हाम्रो रजत सिंह धेरै गेस गराउँछ भन्ने पनि कम्प्लेन छ ल यसबारे पनि भन्नु गेस गर्दाखेरिको हाइप सुरुमा गेस आउँछ त्यसपछि रिभेल हुन्छ यो दुईटै कम्बिनेसन जब दुईटा कम्बिनेसन हुन्छ नि हो त्यो कम्बिनेसनको हाइप चाहिँ सिएनपीएल लाई नै जाओस् भनेर हामीले चाहिँ यो चाहिँ लगभग हाम्रो क्रिएटिभ हेड मदनले नै गर्नुहुन्छ यो सबै कामहरु क्रिकेटमा चाहिँ यो अम्पायर चाहिँ ठीक लाग्छ भन्ने के हुनुहुन्छ मेरो अल टाइम फेभरेट साइमन डफल ओके मेरो लागि त दीप्त रिजल हो अम्पायर लटरी नै परे जस्तो भयो पूर्ण बहादुरको सारङ्गी सक्सेस हुँदै गर्दा तर त्यो सक्सेस फेरि कन्टिन्युसन अर्को प्रोजेक्टमा मेन्टेन गर्न नसकेको हो कि के हो मैले भन्ने गर्छु यो चीजहरु भनेको खरे हुन् हैन जसको कुनै ठेगाना हुँदैन चिजै गतिलो नभइसकेपछि चल्दैन चिजै गतिलो भइसकेपछि चल्छ हामी दाजुभाइ भनेको त एउटा माध्यममा हो 5 वटा हाम्रो नेपाली राष्ट्रिय टोलीको क्रिकेट प्लेयर ओके रोहित पौडेल गुलसन झा अनि आसिफ शेख सबै क्लियर गर्दिनु मलाई हाँसै मात्र लाग्छ एउटा इकोसिस्टम हो खासमा नेचुरल इकोसिस्टम हो ठुलोले सानोलाई मार्ने सानोले अझ सानोलाई मार्ने यो खासमा हामीले सुनेको थियौँ नि उखान ठुला साँडेहरूको बिचमा बसिसके पछाडि के भन्छ र तिनीहरूले माया गरे पनि माडिने घाँस हो तिनीहरूले झगडा गरे पनि माडिने घाँस हो भनेर एक खालको आक्रोश एक खालको आकस्मिकता र एक खालको आत्मविश्वासको त्रिवेणी सङ्गम हो हामी दाजुभाइ भन्ने लाग्छ सक्सेस अभियुक्त संवाद दर्शकबिन नमस्कार अभियुक्त संवादमा यहाँलाई हार्दिक स्वागत छ अभियुक्त संवाद टाइटल स्पोन्सर सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेस एजुकेसन र माइग्रेसन सम्बन्धी सम्पूर्ण जानकारीको लागि सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसलाई सम्पर्क गर्न सक्नुहुनेछ र कार्यक्रम अभियुक्त संवादमा हामी विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्छौँ आफ्ना जीवनका भोगाई पर्सनल एक्सपिरियन्स प्रोफेसनल एक्सपिरियन्स सेयर गर्ने थलोको रूपमा रहन्छ अभियुक्त संवाद आज पनि मसँग दुईजना अतिथि हुनुहुन्छ उहाँहरू फेरि ब्याक हुनुभएको छ अभियुक्त संवादको सम्भवतः एपिसोड 4-5 समवेयर अराउन्ड उहाँहरू आउनुभएको थियो के छ ब्रदर ल हेलो वेलकम टु अभियुक्त संवाद वेलकम टु अभियुक्त संवाद थ्याङ्क यू सुरुमा परिचयबाटै सुरु गरौँ न त हजुरको परिचय दिनु पर्यो मेरो नाम चाहिँ मदन सिक्देल हो अहिले चाहिँ म हामी दाजुभाइसँग आबद्ध छु हेलो नमस्कार सबैजना मेरो नाम चाहिँ अमृत पौडेल म पनि अहिले हामी दाजुभाइ द सेलिब्रेसन क्रिसँग आबद्ध छु उहाँले आबद्ध छु मात्रै भन्नुभयो दर्शकबिन उहाँहरू चाहिँ हामी दाजुभाइ सँगसँगै दाजुभाइ वरियर्सको को ओनर दुईजना है के छ अब सिएनपिएलको माहौल क्यानबेरामा अत्याधिक मात्रामा चलिरहेछ दाजुभाइ वरियर्सको प्रिपेरेसन के छ ल मदनबाट सुरु गरेँ मैले साथीहरू एक्साइटेड हुनुहुन्छ सिएनपिएललाई लिएर र तयारी चाहिँ तीव्र गतिमा अघि बढिरहेको छ भनौँ अलिकति कन्फ्युजन हुनसक्छ जसलाई सिएनपिएलको बारेमा थाहा छ उहाँलाई त थाहा छ होइन अब नयाँ कोही अडियन्सहरू हुन्छ भने उहाँहरूको लागि क्लियर बनाइदिउँ के रहेछ त खासमा अमृतजी सिएनपिएल भनेको चाहिँ के रहेछ सिएनपिएल भनेको क्यानबेरा नेप्लिज प्रिमियर लिग हो यो होइन यो चाहिँ हाम्रो एनसिएले अर्गनाइज गर्न लागेको क्यानबेरामा योभन्दा अगाडि पनि एनसिएले अरू पनि क्रिकेट प्रतियोगिता अर्गनाइज गरिरहेको थियो र अहिले चाहिँ क्यानबेरा नेप्लिज प्रिमियर लिग अर्गनाइज गर्दाखेरि चाहिँ 4 वटा टिमलाई समावेश गरेर अर्गनाइज गर्दैछ यसमा दाजुभाइ वारियर्स अनि काठमाडौँ किङ्स अनि जिएम रोयल्स अनि सक्सेस स्ट्राइकर 4 वटा टिम रहेका छन् यो चाहिँ हजुरको जस्ट लाइक एनपिएल आइपिएल टाइपको तर क्यानबेरामा भएको हुनाले सिएनपिएल ओके नामाकरण दिएको छ यसलाई भने पछाडि अक्सनबाटै सबैजनालाई खेलाडीहरू चयन गर्नुभयो होइन अनि लगायत सबै स्ट्राटेजी आइपिएल फर्मेटमा चलिरहेको छ ओके अनि विशुद्ध यो हजुरको इन्टरनेसनल
क्रिकेटको स्ट्यान्डर्डसँगै आबद्ध भएर सबै कुराहरू अक्सनदेखि लिएर प्लेयर सिलेक्सन मार्की प्लेयर भयो होइन अनि ओभर भयो हजुरको अनि अम्पायरिङ डिसिजन रेगुलेसन यताउता सबै कुराहरू इन्टरनेसनल क्रिकेट काउन्सिलकै स्ट्यान्डर्डलाई नै मापदण्डलाई नै समावेश गर्ने तरिकाले गरे जस्तो लाग्छ अहिलेसम्म मलाई चाहिँ। भनेपछि 15 जना प्लेयर हुन्छ हजुर एउटा टिममा। हजुर अक्सनकै कुरा गरौँ र अक्सनमा चाहिँ जहाँसम्म मैले सुनेको आई वाज नट प्रेजेन्ट अन अक्सन दाजुभाइ वारियर्सले अलिकति म्याक्सिमम बिडसम्म धेरै जस्तो दाजुभाइ वारियर्स पुग्थ्यो अरे हो कि के हो? हो दाजुभाइ वारियर्सको प्याडल चाहिँ अक्सनको टेबलमा सबभन्दा छिटो सबभन्दा धेरै पटक उठ्यो होला भन्ने लाग्छ। यो ठ्याक्कै अब फेरि यसलाई गर्न चाहिँ सकिएन होइन एक हिसाबले भन्दाखेरि यसलाई दाबी नै चाहिँ नगरौँ होइन तर पनि वान अफ द मोस्ट प्याडल अप भएको चाहिँ एउटा दाजुभाइ वारियर्सको हो भन्ने जस्तो लाग्छ। र हाम्रो लास्ट एउटा के भन्छ अरे प्लेयर क्याटेगोरी थियो लास्ट क्याटेगोरीमा पुग्नुभन्दा अगाडि सबभन्दा धेरै प्लेयर्स भएको टिम पनि सायद सबभन्दा धेरै प्लेयर्स र सबभन्दा कम बजेट भएको टिम पनि सायद दाजुभाइ वारियर्स थियो। यसको अर्थ भनेको सबभन्दा धेरै पटक प्याडल दाजुभाइ वारियर्सको उठ्यो त्यसअघि भन्ने नै हो जस्तो लाग्छ। दाजुभाइ वारियर्सको कुराकानी गर्दै जाँदा र टिम बिल्डअप गर्दै जाँदा अन्तिममा चाहिँ अक्सनको सिनेरियो हेरिसक्दाखेरि चाहिँ कस्तो लाग्यो कस्तो टाइपको टिम हामीले तयार गर्न सक्यौँ होला जस्तो लागेको छ? हामीले सिएनपिएल जित्ने टिम तयार गऱ्यौँ भन्ने लाग्छ। ब्यालेन्सिङ सबै आक्रामक सबै आक्रामक हिसाबले सिएनपिएल जित्ने टिम तयार छ हामीसँग त्यो टिम दाजुभाइ वारियर्स हो भन्ने लाग्छ अहिले हामीलाई। ओके सिएनपिएल त कसले जित्छ आगामी दिनहरूमा थाहा पाइनेछ र ठिक छ अमृतजी। अब अर्को कुरा दाजुभाइ वारियर्सको कुरा गर्दा जिएम रोयल्सको कुरा गर्दा सक्सेस स्ट्राइकर्सको कुरा गर्दै जाँदा काठमाडौँ किङ्सको कुराकानी गरौँ होइन सबैलाई समेट्दाखेरि दाजुभाइ वारियर्स चाहिँ त्यो टिमभन्दा यो 4वटा टिमभन्दा फरक कसरी छ र यो टिममा चाहिँ इन्टरनल कुराहरू के छन् त अलिकति पृष्ठभूमि थोरै भनिदिनुहोस्। अब दाजुभाइ वारियर्स चाहिँ यो वी आर स्टार्टिङ फ्रम स्क्रच भन्छु मैले अहिलेलाई चाहिँ होइन हामी चाहिँ स्क्रचबाटै सुरु गर्दैछौँ किनभने अब हामी दाजुभाइ वारियर्स चाहिँ अब हामी दाजुभाइ 10 सेलिब्रेसन क्र्युको मार्फत अब एउटा पार्ट पनि हो होइन अनि हामीले चाहिँ इभेन्ट गर्दै आइरहेको क्यानबेरामा मुभीहरू देखाउँदै इभेन्ट गर्दै आइरहेको तर अहिले चाहिँ सिएनपिएलमा चाहिँ अब सहभागिता जनाऊ भनेर दाजुभाइ वारियर्स टिम बिल्डअप गऱ्यौँ हामीले होइन। यसमा चाहिँ अब थुप्रै च्यालेन्जिङ पक्षहरू पनि छन् होइन अब हामीलाई विशुद्ध रूपमा हामीलाई चाहिँ दाजुभाइ वारियर्सलाई चाहिँ अझै धेरै च्यालेन्जिङ पक्ष छ किनभने हामीले चाहिँ अब स्क्रचबाट बिल्डअप गर्न खोज्दैछौँ प्लेयरहरूलाई पनि अब हजुरको प्लेयरसँग त्यति धेरै आबद्ध पनि छैनौँ हामी कमै मात्रामा चिन्छौँ हामीले प्लेयरलाई तर अहिले त धेरै चिन्छौँ तर त्यतिखेर जुन बेला अक्सन भइरहेको थियो जति बेला हामीले दाजुभाइ वारियर्स लिएका थियौँ त्यति बेला हामीले कमै चिन्थ्यौँ। अन्य 3वटा टिम जिएम रोयल्स काठमाडौँ किङ्स र सक्सेस स्ट्राइकर भन्दा दाजुभाइ वारियर्स के कुराले फरक छ जस्तो लाग्छ मदन? दाजुभाइ वारियर्स एक हिसाबले भन्ने हो भने यो भुइँ मान्छेहरूको टिम हो भन्ने लाग्छ मलाई खासमा सुरुमा भन्नुपर्दाखेरिमा होइन र यो चाहिँ कुनै पनि लाग्छ कि यो क्रिकेटिङ डोमेनमा भएको सबै मान्छेहरूको लागि एउटा अनएक्सपेक्टेड नाम थियो यो डोमेनमा सिएनपिएलमा दाजुभाइ वारियर्स भन्ने नाम हुन्छ भन्ने आजका दिनमा यो बढी एक्सपेक्टेड भयो होला आजको दिनमा नर्मलाइज भइसक्यो होला होइन तर हामी जति बेला Jan 22 भन्दा अगाडि पुग्दैछौँ भने चाहिँ यो नाम साँच्चीमै अनएक्सपेक्टेड नाम थियो क्रिकेटिङ डोमेनमा र खेलाडीहरूकै लागि जब हामी अक्सनको दिनमा पुग्छौँ भने पनि खेलाडीहरूले पनि आँखा लगाएको नाम चाहिँ यो थिएन भन्ने जस्तो लाग्छ तर आजसम्म आउँदाखेरिमा चाहिँ दिनहरू परिवर्तन भइसक्यो भन्ने लाग्छ र अर्को सिजनसम्म आइपुग्दाखेरि अब खेलाडीहरूको आँखा हाम्रो टिममा चाहिँ हाम्रो टिमले कुन खेलाडीको लागि पेडल उठाउँदैछ होला भन्ने आँखा पर्नु चाहिँ यो टिमको सक्सेस हुन्छ भन्ने लाग्छ मलाई जहाँसम्म होइन र किन फरक छ भन्ने कुरा गर्दै गर्दा यो चाहिँ खासमा यो चाहिँ क्रिकेट इन्थुजियास्टहरूको टिम हो यो भन्दै गर्दा मैले अरूलाई क्रिकेट इन्थुजियास्टहरू होइनन् भन्न खोजेको चाहिँ होइन खासमा होइन र यसमा फन्डिङ लिएर आउनलाई यसमा काम गर्नलाई सबैले गर्दै गर्दाखेरिमा चाहिँ मेरो छेउमा हाम्रो सिइओ हुनुहुन्छ अमृत दाइ उहाँले अहिले हप्तामा 6 दिन काम गरिरहनु भएको छ आइएम टेकिङ सम एक्स्ट्रा शिफ्ट्स टु कभर द कस्ट अफ सिएनपिएल हाम्रो प्रोजेक्ट कोअर्डिनेटर हुनुहुन्छ प्रोजेक्ट म्यानेजर हाम्रो मास्टर सुरेश सुवेदीजी अब फ्री टाइममा एक्स्ट्रा गिगहरू गर्दै हुनुहुन्छ उबर चलाउँदै हुनुहुन्छ हाम्रो ओनर विष्णु दाइ पनि के भन्छ अरे एक्स्ट्रा कामहरू गर्दै हुनुहुन्छ एक्स्ट्रा गिगहरू गर्दै हुनुहुन्छ जस्ट फर फन्डिङ र यो सबै के को लागि हो भन्दा के हाम्रा ट्यालेन्टहरू छन् जुन चाहिँ मिस आउट नहुन् यो लिगबाट भन्ने चाहिँ हाम्रो इच्छा थियो कतिले लाग्दो हो अक्सनका लागि हेर्दै गर्दाखेरिमा पनि
यो के पिक गरेको होला दाजुभाइ वारियर्सले भन्दा, तर वी डोन्ट ह्याभ एनी एक्सिडेन्टल पिक्स इन आवर टिम, दे अल वर इन्टेन्सनल एन्ड दे अल आर स्टार्स फर अस। यस कारणले गर्दाखेरिमा चाहिँ दाजुभाइ वारियर्स अलिक भिन्न हो कि भन्ने चाहिँ मलाई लाग्छ। कुराहरू गाई गोगी आउँछन् होइन, यताबाट सुनिन्छ अर्कोबाट सुनिन्छ। अब एक दुईवटा रुमर्सहरू अफवाहहरू म क्लियर गर्न चाहन्छु होइन। धेरैवटा बिजनेसेसहरूले सिएनपिएलको लागि आफू टिम ओन गरौँ भनेर दर्ता गराइरहेका थिए अरे होइन। र प्रेसिडेन्टको अलिक नजिक भएको हुनाले दाजुभाइ वारियर्सले पायो अरे भन्ने पनि हल्ला सुनिरहेको छु। ल कसले क्लियर गर्छ त, मदनले क्लियर गर्छ कि अमृतले? मेरो मत चाहिँ खासमा सिएनपिएल या एनसिएको कोही पनि पदाधिकारीहरू यो लिग खेल्न हुँदैन थियो भन्ने हो। यो भइसके पछाडि मेरो आज पनि मत त्यही हो। भोलि दोस्रो संस्करण सिएनपिएलको आउँछ भने पनि भोलि मैले यो मत बदल्दिनँ, हामीले बदल्दैनौँ होइन। हाम्रो मत आज पनि त क्लियर हो। के हो भन्दा सिएनपिएल गराउने लिग जसले गराउँदैछ त्यसको त्यो संस्थाका केही पदाधिकारीहरू, केही जिम्मेवार पदाधिकारीहरू चाहिँ लिग नखेलिदियो हुन्थ्यो भन्ने चाहिँ साँच्चीमै इच्छा हो। र जुन दिन हामीले टिम पाउँदै थियौँ त्यो टिम पाउनुभन्दा अगाडि अध्यक्ष मार्की प्लेयर हो भन्ने कुरा त लगभग आइसकेकै कुरा हो नि। यसमा के प्रश्न भएर अनि कसरी नजिक हुने भन्ने कुरा चाहिँ कसरी स्थापित हुन्छ? यो अध्यक्षसँग नजिक भयो, सचिवसँग। हामी त एनसिए सबैसँग नजिक छौँ, हामी क्रिकेटका सबै खेलाडीहरूसँग नजिक छौँ। आजका दिनमा हेर्ने हो भने हामी 15 जना खेलाडीहरूसँग नजिक छौँ। यो कुरा चाहिँ कसरी स्थापित हुन्छ? यो क्वेसन चाहिँ बन्छ कसरी? अब त्यो क्वेसन त रुमर्सले नै आउने हो होइन। अमृतजीलाई केही एड गर्नु छ यसमा? मदनले भनिसक्यो यसको बारेमा। सिएनपिएलको कुराकानी गर्दाखेरि जब सिएनपिएल फर्म भइरहेको थियो, टिमहरू अब कतिवटा टिमहरू छान्ने के गर्ने भन्ने खालको कुराहरू भइरहेको थियो। धेरैले युआई भरे होइन, धेरै बिजनेसेसहरूले भरे। तर स्पेसली 4वटा टिममा मध्ये हामी दाजुभाइले चाहिँ पाउनुको मुख्य कारण चाहिँ प्रेसिडेन्टसँग अलिकति नजिक भएको हुनाले पाइयो भन्ने खालको रुमर्सहरू अफवाहहरू फैलेको पनि मैले सुनेको छु होइन। अब यस्तो हुन्छ, हल्ला रुमर्सलाई हामीले रोक्ने कुरा पनि हुन्न, छेक्ने कुरा हुँदैन होइन। मान्छेको इन्डिभिजुअल पर्सेप्सन हो। अनि हजुरको मान्छेको सोच नै हो। उनीहरूले अब जस्तो सोचे जस्तो सुने त्यही कुरा आउँछ। तर कुरै गर्दाखेरि चाहिँ युआई लगभग हामीलाई थाहा अनुसार 11-12वटा टिमको चाहिँ युआई परे जस्तो लाग्छ मलाई। त्यसमा पनि होइन, अब त्यो पनि हामीलाई थाहा भए अनुसार होइन। 12वटाबाट सर्ट लिस्टेड गरेर 6वटा टिममा पुऱ्यायो भन्ने कुरा पनि हामीलाई मेल मार्फत थाहा भयो, एनसिएको या मेल मार्फत थाहा भयो। 12वटाबाट 6वटामा चाहिँ जाँदाखेरि हामीलाई मेल आयो कि तपाईँहरू सर्ट लिस्टेडमा पर्नुभयो भनेर मेल आयो होइन। टिम सिलेक्सन चाहिँ 4वटा टिम चाहिँ सिलेक्टेड हुन्छ भन्ने कुरा आएको थियो नि त। अब त्यसपछि 12वटाबाट 6मा जाँदाखेरि म चाहिँ सक भएको थिएँ कि ओहो 6वटामा पुगिसक्यो हामी भन्ने तरिकाले। म चाहिँ एकदम अनएक्सपेक्टेड हुन्छ नि। म कहाँ बनिङ्समा के गर्दै थिएँ, सक भएँ मैले। मदनलाई हामी त सर्ट लिस्टेडमा पऱ्यो अरे भनेर मैले मदनलाई फोन गरेँ भने, अनि उसले हो र दाइ भनेर ऊ पनि अचम्मित छ। अनि त्यसपछि ल सर्ट लिस्टेड झन् 6वटामा चाहिँ आइहाल्छ यार, अब चाहिँ ठिकै छ, अर्कोचोटि चाहिँ खतरा तयारी गर्नुपर्छ है, अर्कोचोटि चाहिँ परिन्छ है हामी भन्ने तरिकाले मैले मदनसँग कुरा गरेँ। अब हेर्दा हेर्दाखेरि 4वटा टिममा हाम्रो टिम पनि परेछ। अब यदि त्यो नजिक पनि थियो र त्यस्तो कनेक्सन थियो भने म सक चाहिँ किन भएँ त्यो सुन्दाखेरि होइन। अब म ल के जोड्दैन मदन यसमा, म सक चाहिँ किन भएँ? खासमा सिएनपिएलमा टिम कसरी अप्काएर हुन्छ भन्ने प्रोसेसमा अलिक राम्रोसँग बुझेको भए पैसा नै आउँथेन भन्ने जस्तो लाग्छ मलाई होइन। यो हल्लाको के मलाई हाँसो लागेर चाहिँ यो क्वेसन सुन्दाखेरि पनि। खासमा टिम पाएको भनेको एनसिएको प्रोसिडियर थियो, एउटा बिडिङमा जानु पऱ्यो। त्यो बिडिङमा हाइएस्ट एमाउन्ट बिड गर्ने 4 जनाले पायो होला नि भन्ने जस्तो लाग्छ। बाँकी 2टाले के गर्यो भन्ने मलाई थाहा हुने कुरा भएन। त्यो एनसिएको पदाधिकारी कोही आयोजन भने तपाईँले सुन्ने कुरा भयो, दाजुभाइ वारियर्सले टिम किन पायो भनेर। तर हाम्रा लागि चाहिँ हामीले टिम पाउनु आफैमा एउटा सुखद संयोग हो भन्ने हामीलाई लाग्छ होइन। र हामीलाई त्यो दिनसम्म पनि हामी हाल्दै गर्दाखेरि अब जस्ट 1 मोर स्टेप, लेट्स ट्राई इट भनेर। म कहाँ रिजनल क्विन्सल्यान्डमा घुमिरहेको बेलामा, दाइ कता क्यानबेरा भइरहेको बेलामा, फोनमा कुरा भइरहेको बेलामा होइन, अब कसरी हुन्छ, अब लास्ट पुस हो, लेट्स गिभ इट अ ट्राई भनेर गरेको कुरा हो यो होइन। र त्यो हुँदै गर्दाखेरिमा चाहिँ जुन सफल पनि भयो, कसैको कृपाले, कसैको इच्छाले, कसैको केहीले पाएको होला भन्ने जस्तो चाहिँ यो कुरामा चाहिँ मलाई प्रतिभर पनि विश्वास छैन, सहमत पनि छैनौँ हामी यो कुरामा। त्यो भन्दै गर्दाखेरि होइन, एनसिएको अध्यक्षसँग भनेको राम्रो सम्बन्ध थियो, हामीले मार्की लियो भने हामीले क्याप्टेन चाहिँ किन बनाएनौ त? यो अभावना, यो प्रति प्रश्न गर्नु मिल्छ होला होइन। ओके ठिक छ।
यो भनिएको रुमर हो होइन अब सुनिएको रुमर्सलाई मैले मेरो प्लेटफर्म मार्फत क्लियर गर्न मात्रै खोजे हो होइन तपाईँ चाहिँ एटलिस्ट क्लियर हुनुभयो भन्ने लाग्छ अब चाहिँ ओके म मात्रै क्लियर भइनँ मसँग जसले हेर्नुहुन्छ जसले क्वेसन गर्नुभएको छ उहाँहरू पनि क्लियर अनि यसरी क्लियरिफाई गरिदिनु पऱ्यो सबैजनालाई सबै दर्शक श्रोतालाई केही क्लियरिफाई गरिदिनु पऱ्यो भने विशुद्ध रूपमा एनसिएको फर्मेट नै फलो गरेर दाजुभाइ वारियर्स चाहिँ एनसिएकै फर्मेट फलो गरेर रुल्स रेगुलेसन फलो गर्दै फर्महरू भर्दै होइन इमेल रिप्लाई हजुरको रजिस्ट्रेसन फी यताउता सबै गर्दै हजुरको लास्ट स्टेजसम्म पुगेर सिलेक्टेड चाहिँ भएको भन्ने कुरा चाहिँ क्लियर गरिदिनु पर्यो। अर्को रुमर्सको कुरा गर्छु रुमर्स आइरहन्छ कुरा गर्ने माहौल किनभने सिएनपिएल नै तातेको छ क्यानबेरामा होइन सिएनपिएलकै कुरा हुन्छ धेरै जस्तो होइन अब रुमर्स आइरहेको कुरामा अर्को एउटा मैले रुमर्स के सुनेको भने क्रिकेट त खेल्लान् क्रिकेटमा के गर्लान् कसो गर्लान् थाहा छैन तर मार्केटिङ फन्डा चाहिँ राम्रै गर्छ नि केटाहरूले भन्ने कुरा निस्किन्छ ल सिओ साहबहरू क्लियर गरिदिउँ यो त पोजिटिभ पक्ष हो नि मार्केटिङ राम्रो गरेको त सबैले सिक्नुपर्ने कुरा हो नि त हामीले पनि यसरी मार्केटिङ गरियो भने राम्रो हुन्छ भन्ने कुरा अरूहरूले पनि सिक्नु पऱ्यो जसले भने नि त्यो चाहिँ सिक्नु पऱ्यो। अर्को एउटा रुमर्स भनौँ र मैले पनि देखिरहेको छु टक्क कहिलेकाहीँ हपमा मजाले पोस्ट गर्छ हाम्रो कम्युनिटी लिडर्स यो भनेर या ब्रान्ड एम्बेसिडर यो भनेर होइन खेलाडीभन्दा बढी अन्य कम्युनिटीका मेम्बर्स भए अरे अनि दुईजना प्र्याक्टिस म्याच खेल्न पनि मिल्छ अरे भन्ने कुरा सुनिरहेको थियो के हो तपाईँ क्लियर गरिदिनु मलाई हाँसै मात्रै लाग्छ यस्तो हो कस्तो भने अब एज अ टिम होइन एज अ टिमलाई चाहिँ हामीले वेल इस्ट्याब्लिस र वेल सेटअप गरौँ भन्ने हाम्रो जहिले पनि धारणा हुन्छ अनि दाजुभाइ वारियर्सलाई वेल सेटअप वेल इस्ट्याब्लिस वेल मेन्टेन गरेर अगाडि लैजाउँ किनभने सिएनपिएल एकचोटि मात्रै खेल्दैन हामी अरू बेला पनि सिएनपिएल खेल्छौँ होइन यति भइसक्दाखेरि चाहिँ हाम्रो चाहिँ सोचाइ के छ भने टिमलाई चाहिँ एउटा राम्रो फर्मेसन दिनुपर्छ टिमलाई राम्रो फर्मेसन दिएन भने टिमको कुनै पनि अर्थ हुँदैन राम्रो फर्मेसन भयो भने चाहिँ टिमले राम्रोसँग अपरेट गर्न सक्छ टिमको फङ्सनिङ राम्रोसँग हुन्छ भन्ने कुरामा चाहिँ हामी त्यसरी जान्छौँ होइन त्यही भएर चाहिँ हामीले एम्बेसडरहरू राखेका छौँ युथ एम्बेसडर कम्युनिटी एम्बेसडर पनि हुनुहुन्छ सोसियल मिडिया एम्बेसडर हुनुहुन्छ होइन कर्पोरेट एम्बेसडर हुनुहुन्छ हामीसँग हुनुहुन्छ एम्बेसडरहरू त्यस लगायत ल एम्बेसडर हामीसँग हजुरको पाँचजना एम्बेसडर हुनुहुन्छ त्यसपछि हामीसँग लिडरसिपको लागि हामीसँग 5 जना लिडरसिपमा हुनुहुन्छ हैन हामीसँग त्यो एउटा फर्मेसन छ जो फर्मेसनले गर्दाखेरि चाहिँ दाजुभाइ वारियर्सलाई अघि हजुरले क्वेशन सोध्नु नि के चाहिँ फरक छ भनेर सोध्नु नि हो यही फर्मेसनले गर्दाखेरि दाजुभाइ वारियर्सलाई अलिकति फरक पनि बनाएको छ के स्पेसिफिक एम्बेसिडर्स अनुसारको उहाँको वर्क र केमा चाहिँ फोकस हुन्छ र यसले गर्दा दाजुभाइ वारियर्सलाई चाहिँ बिल्डअप गर्नलाई के कुरामा राम्रो एउटा पोजिटिभ मेसेज जान्छ होला स्पेसिफिक एक जना व्यक्तिको वर्क अनुसारले भनिदिनुहोस् प्लिज। खासमा कुरा के हो भन्दा दाजुभाइ वारियर्स आफैमा यसको छुट्टै अस्तित्व भएको चिज केही पनि होइन होइन यसको अस्तित्व तबसम्म मात्रै छ जबसम्म एनसिएसँग सिएनपिएल छ र हाम्रो उद्देश्य भनेको दाजुभाइ वारियर्स एज अ टिम क्रिकेट खेल्ने मात्रै होइन हामीलाई सिएनपिएलको ब्रान्ड भ्यालु बढाउनु छ र सिएनपिएललाई बचाइराख्नु छ सिएनपिएलको सस्टेनेबिलिटी र यसको दिगोपन हाम्रो लागि चाहिँ सबैभन्दा महत्त्वपूर्ण विषय हो। यो हुँदै गर्दाखेरिमा हाम्रा एम्बेसेडरहरूको नियुक्ति यो क्रिकेटको डोमिनलाई क्रिकेटिङ डोमिनबाट बाहिर लिएर जानुपर्छ भन्ने चाहिँ हाम्रो खास मूल ध्येय हो यसपालि होइन। त्यो भएर हामीसँग थुप्रै एम्बेसेडरहरू हो हामीले सुरुमा यो हचुवाका तालमा निकालेका एम्बेसेडरहरू होइनन् हामीले 5 वटा एम्बेसेडर नियुक्त गर्छौँ भन्ने हाम्रो प्राइमरी कुरा हो र त्यसमै अडिक भएर 5 जना एम्बेसेडरहरू हो होइन। र हाम्रो ब्रान्ड एम्बेसेडरकै कुरा गर्दाखेरि उहाँ रविन्द्र सिंह बानियाजी उहाँ एउटा सेलिब्रेटेड प्रोड्युसर पनि हुनुभयो एक्टर पनि हुनुभयो होइन। सिएनपिएलको लोगो भएको दाजुभाइ वारियर्सको लोगो भएको जर्सी नेपालमा लाएर उहाँले भिडियो सन्देश दिँदै गर्दाखेरि त्यसको प्रभाव के पर्छ होला सिएनपिएलका लागि दाजुभाइ वारियर्स बिर्सिदिनुहोस् न एकचोटि। हाम्रो कम्युनिटी एम्बेसेडर हामीसँग जो हुनुहुन्छ डाक्टर कृष्ण हमाल समुदायमा क्रिकेटलाई लिएर गएर समुदायलाई क्रिकेटसँग जोड्ने कामका लागि अर्को कमिङ टु नेक्स्ट हाम्रो कर्पोरेट एम्बेसेडरको कुरामा गर्दाखेरि हामीले हिजो भर्खर मात्रै कर्पोरेट एम्बेसेडर रिलिज पनि गऱ्यौँ होइन। तपाईँ हरेक क्लबको क्यानबेरामा भएका अलमोस्ट हरेक क्लबको जर्सी हेर्नुहोस् त्यो जर्सीको पछाडि एउटा लोगो कमन छ सायद र जसले सयौंको सपनालाई साकार पनि गरिदिएको छ एउटा अस्ट्रेलियामा आफ्नै घर किन्ने सपनालाई चाहिँ साकार पनि गरिदिएको छ र त्यो क्रिकेटिङ प्यासन फलो गरेको हरेक क्रिकेट क्लबलाई उसले कहीँ न कहीँ सहयोग गरेको यो भन्दा बेस्ट मान्छे कर्पोरेट एम्बेसेडरको लागि अर्को को हो क्यानबेरामा? ओके
र हामीसँग सोसल मिडिया एम्बेसेडर हुनुहुन्छ अस्मित सिके कर्पोरेट एम्बेसेडर हाम्रो गोपाल ओली दाइ हुनुहुन्छ है अजी फाइनान्सबाट हैन अनि सोसल मिडिया एम्बेसेडर भन्दै गर्दाखेरि हाम्रो युथ आइकन भाइ अहिलेको यङ सेन्सेसन युथ पोएट सबैले चिनिरहेको अस्मित भाइ हैन त्यो सोसल मिडियामा सिएनपिएललाई अगाडि लिएर जानलाई तपाईँ सम्झाउनुहोस् त त्यो एक दिन जति बेला अस्मित रेग्मी भाइ हामीसँग त्यो मैदानमा त्यो सिएनपिएल हामी लिग खेलिरहेको मैदानमा हामीसँग उपस्थित हुनुहुन्छ र उहाँले आफ्नो सोसल मिडिया ह्यान्डलबाट सिएनपिएललाई देखाउँदै हुनुहुन्छ भने त्यो सिएनपिएलको ग्रोथका लागि त्यो कति बेनिफिसियल कुरा हो कमिङ नेक्स्ट हाम्रो युथ एम्बेसेडर मन्जु बहिनी क्यान यु बिलिभ जो स्टुडेन्ट भिजाइमा हुँदै गर्दाखेरिमा चाहिँ उसको आज 2टा स्टोर होइन 3टा स्टोर उसले सिडनी मेलबर्न र क्यानबेरामा स्मुथली रन गर्न सकिरहेको छ यो एउटा युथ इन्टरप्रिन्योर भएर त तपाईँका लागि मेरा लागि त्यो चाहिँ एक खालले भन्दाखेरि प्रेरणाको स्रोत होइन त होइन र त्यो बहिनीलाई एउटा मात्रै लेडी एम्बेसेडर दाजुभाइ वारियरसँग छ जसले क्रिकेटलाई बाहिर अर्को युथहरूसँग जसलाई क्रिकेट बारे थाहा नहुन सक्छ जस्तै लेडिजहरू अलिकति क्रिकेट बारे कमै चासो राख्नेमा पर्नुहुन्छ हैन त्यसलाई सिएनपिएलसँग जोड्दाखेरि हैन त्यो मन्जु भन्दा बेटर को हुन सक्थ्यो हाम्रो लागि युथ एम्बेसेडरको लागि अर्को युथ आइकन भनिदिनुस् त क्यानबेरामा ओके हैन र उहाँहरूले के गर्नुहुन्छ दाजुभाइ वारियर्स बिर्सिदिनुस् एकचोटि सिएनपिएलका लागि दाजुभाइ वारियर्सको एम्बेसेडर टिमले चाहिँ के बोकेर ल्याउँदैछ भन्ने कुराले एकचोटि सोचेर हेर्नुभयो भने चाहिँ यो कुरामा तपाईँ प्रष्ट हुनुहुन्छ र यो एम्बेसेडरहरूको रोल के रहेछ भन्ने कुरा चाहिँ लगभग सबैले बुझ्नुहुन्छ भन्ने लाग्छ त्यही कुरामा अर्को कुरा एड गर्न मन लाग्यो अनि दाजुभाइ वारियर्सको स्पेसल्ली दाजुभाइ वारियर्सले नै भनौँ होइन धेरै गेस्ट गराउँछ भन्ने पनि कम्प्लेन छ ल यसबारे पनि भनौँ त्यो त गेस्ट गराउने भने त हाम्रो यस्तो हुन्छ गेस्ट गराउने भनेर गेस्ट गर्नै नसक्ने कुरा हुँदैन हिन्स हुन्छ होइन हिन्स हुँदाखेरिमा चाहिँ इजिली गेसेबल कुरा होइन कुरो के हो भने मैले यसमा एड गर्नु भए म व्यक्तिको कुरा गरिनँ 2-4 जनाको कुरा गरिनँ धेरैबाट पनि यो कुरा आएछ धेरै गेस्ट मात्रै गराइरहन्छ भन्ने खालको सिनारियो क्रिएट भयो भन्ने होइन एउटा अलिकति चासो क्रिएट गरौँ भन्ने पनि हो सिधै यो हाम्रो लागि चाहिँ यो यहाँ नियुक्त हुनुभयो भन्दाखेरि को चाहिँ रहेछ यो मान्छे भनेर एकछिन खुल्दुली होस् चासोबाट र त्यो निस्किँदै गर्दाखेरिमा चाहिँ खालको बोनस भन्ने कुराका लागि मात्रै गेस्ट भन्ने हो यो हाम्रो पहिलेबाट थियो यो गेस्ट आउँदैछ भनेर गेस्ट जस्ट दाजुभाइ वारियर्सलाई मात्र नभएर कम्प्लिट अघि उसले भने जस्तै एम्बेसेडरहरू हाम्रो दाजुभाइ वारियर्सलाई मात्र नभएर कम्प्लिट सिएनपिएललाई पनि हाम्रो एम्बेसेडरहरू सिएनपिएललाई पनि हुनुहुन्छ भन्ने कुरा उसले जनायो नि त त्यो गेस्ट पनि त्यस्तै हो त्यसको हाइप चाहिँ अब हामी दाजुभाइ वारियर्सलाई मात्र नभएर गेस्ट गर्दाखेरिको हाइप सुरुमा गेस्ट आउँछ त्यसपछि रिभेल हुन्छ यो दुइटै कम्बिनेसन जब दुइटा कम्बिनेसन हुन्छ नि हो त्यो कम्बिनेसनको हाइप चाहिँ सिएनपिएललाई नै जाओस् भनेर हामीले चाहिँ यो चाहिँ लगभग हाम्रो क्रिएटिभ हेड मदनले नै गर्नुहुन्छ यो सबै कामहरू ओके त्यसो भए अब अलिकति सिरियस कुरै गरौँ 1 वर्ष पछाडि अबको यो सिएनपिएल सकिए पछाडि नेक्स्ट सिएनपिएलसम्ममा दाजुभाइ वारियर्सलाई कस्तो देख्नुहुन्छ दाजुभाइ वारियर्सलाई नेक्स्ट सिजनसम्म पुर्याउँदै गर्दाखेरि के छ नि त मैले नेक्स्ट सिजनसम्म दाजुभाइ वारियर्सलाई देखेकै छैन खासमा सिएनपिएललाई पनि देखेकै छैन मेरो भिजन त्यहाँसम्म मात्रै हो जति बेला सिएनपिएलको फाइनल हुन्छ त्यो फाइनल डेट पनि अहिलेसम्म रिलिज भएको छैन हाम्रा लागि युए हाल्दै गर्दाखेरि त्यही युए अन्तिम थियो सायद युए हालेर सर्टलिस्ट हुँदै गर्दाखेरि हाम्रा लागि त्यही सर्टलिस्टेड हुनु अन्तिम थियो सायद त्यो सर्टलिस्टेड भएर त्यस पछाडि त्यसमा हाइएस्ट बिड पठाउँदै गर्दा त्यही हाइएस्ट बिड अन्तिम हुन सक्थ्यो सायद हैन के भन्छ अरे हामी हरेक स्टेपमा हामी धर्मरिँदै हामी डराउँदै हामी सम्हालिँदै एक स्टेप गरेर माथि उठेका हौँ त्यही भएर हाम्रा लागि यो सिएनपिएल अहिलेको सिएनपिएल यो फर्स्ट एडिसनको सिएनपिएल जसरी हुन्छ सफल भएको देख्न छ अर्को कुरा यो सिएनपिएल सकिसके पछाडि अर्को वर्ष के गर्ने भनेर सोचौँला अहिलेलाई हामीले यो सिएनपिएल सकिँदासम्म भन्दा अगाडिको भिजन हाम्रो लागि केही पनि छैन हामी एउटा सुरुङभित्र छिर्दैछौँ जसको ट्र्याक चाहिँ त्यहाँसम्म मात्रै खोदिएको छ दाजुभाइ वारियर्सको सुरुङ जहाँसम्म सिएनपिएलको फाइनल छ सिएनपिएलको कुराकानी गर्दै गर्दाखेरि र टिम म्यानेजरको पनि कुराकानी गरौँ जसले टिमलाई म्यानेज गर्ने कुरा हुन्छ होइन जुन बेला अक्सन गर्दै हुनुहुन्थ्यो यहाँहरूले अघि भन्दै पनि गइरहनु भएको थियो कि हामीले म्याक्सिमम धेरै जस्तो खेलाडीहरूलाई साथीहरूलाई चिनिरहेको थिएनौँ हामीले वी जस्ट पिक इट अप अहिले कस्तो छ ऱ्यापो कस्तो छ कम्फर्ट कस्तो छ र
को के छ सिनारियो? यस्तो छ तपाईँको प्रश्नलाई चाहिँ अलिकति सच्याउनु पर्ने हुन्छ। तपाईँले हामीले खेलाडीलाई चिनिरहेको थिएनौँ यसको अर्थ यो होइन कि हामीले ऱ्यान्डम पिक गरिरहेको थियौँ। हामीसँग खेलाडी चिन्न सक्ने एउटा बलियो संयन्त्र थियो, त्यो संयन्त्रले चिनेका खेलाडीहरू हामीले पिक गरेको। यसको अर्थ यो होइन कि हामी चिन्दैनथ्यौँ भन्दै गर्दाखेरि हामी ओनरहरूको तर्फबाट बढी उपस्थिति थिएन नि एक्सन टेबलमा। म एकजना रिप्रेजेन्टेटिभ मात्रै थिएँ होइन। खासमा हाम्रो टिम म्यानेजर र मार्की प्लेयर हुनुहुन्थ्यो जसले खेलाडीहरू पिक गर्नलाई चाहिँ सेलेक्सन गर्नलाई चाहिँ प्याडल उठाउनलाई चाहिँ एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो र जसले हामीलाई आजको दिनमा लाग्छ कि सिएनपिएल जित्न सक्ने टिम दिनुभयो। अन्तिममा मार्केटिङ गरे पनि, पब्लिसिटी गरे पनि, कर्पोरेट लिडर्स भनौँ, युथ एम्बेसिडर भनौँ, हरेक चिज भने पनि अन्तिममा जित्ने त क्रिकेटले नै जित्ने हो नि, सिएनपिएल नै राइज हुने हो नि त होइन। त्यो हुँदै गर्दाखेरि अलिक बढी मार्केटिङतिर फोकस नगरेर अझै बढी आफ्नो टिम म्यानेजमेन्टमा अझै टिमलाई कसरी स्ट्रङ बनाउने, कसरी कति प्र्याक्टिस गर्ने त्योतिर अलिकति बढी लाग्ने हो कि ओनर्सहरू भन्ने पनि कुरा आउँछ कि। यो पनि लिडरसिप टिम बनाएको खासमा मोर फ्रम अमृत है। अघि यो कुरा अलिकति अघि पनि आइसक्यो है। मैले चाहिँ के भन्नु भने हाम्रो टिमलाई स्मुथली रन गर्नलाई, फङ्सन अपरेट गर्नलाई चाहिँ हामीसँग लिडरसिप टिम पनि छ होइन। अब लिडरसिप टिममा हाम्रो टिम म्यानेजर सुरज छेत्री हुनुहुन्छ होइन, अनि क्याप्टेन, भाइस क्याप्टेन, टिम एनालिस्ट पनि हुनुहुन्छ, अनि त्यसपछि गएर मार्की प्लेयर पनि हुनुहुन्छ। उहाँहरूको एउटा लिडरसिप टिम भनेको छैन। अनि हजुरको अब कस्तो भने कम्प्लिटली हामीले नै सुपरभिजन गर्नुपर्छ भन्ने छैन नि त सबै कुरालाई। हामीलाई एउटा पाटो समात्यो भने लिडरसिप टिमले अर्को पाटो समातेर होइन दुवैजनाले सँगसँगै कार्य गर्दै गयो भने त अभियसली लास्टमा क्रिकेट त सिएनपिएलले नै जित्ने हो होइन। दाजुभाइ वारियर्सको कुराकानी गर्दै गर्दा दाजुभाइ वारियर्सले अब आगामी दिनहरूमा स्पेसली मार्च 16मा सम्भवतः फर्स्ट गेम छ होला र हाम्रो संवाद पनि लगभग त्यही पेरिफेरीमा रिलिज हुन्छ। त्यस पछाडि देखिँदै जाने टाइम फ्रेममा देखिँदै जाने कुरा भयो होइन। अब दाजुभाइ वारियर्सलाई अलिकति असाइड राखौँ र कुरा गरौँ हामी दाजुभाइको। क्या यो पनि हामी दाजुभाइ पनि सुरुवात भएको धेरै लामो समय भएको छैन नि त होइन। अगाडि यहाँहरूको मैले परिचय दिँदाखेरि डिफ्रेन्ट नेम, डिफ्रेन्ट ब्रान्डबाट आउनु भएको थियो प्रोग्राममा, तर अहिले डिफ्रेन्ट हुनुहुन्छ। वाट वाज द रिजन द्याट वान? अनि हामी दाजुभाइको अवधारणा कसरी सुरु भयो यो पनि क्लियर गरिदिउँ। मदन, अमृत, वेबर। मैले भन्ने गरेको छु हामी दाजुभाइ भनेको चाहिँ खासमा एक हिसाबले मैले भन्ने गरेको टिममा पनि भन्ने गरेको छु, बाहिर पनि भन्ने गरेको छु। हामी दाजुभाइ भनेको चाहिँ एक खालले भन्यो भने एक खालको आक्रोश, एक खालको आकस्मिकता र एक खालको आत्मविश्वासको त्रिवेणी सङ्गम हो हामी दाजुभाइ भन्ने लाग्छ होइन। मैले त्यही भन्दै पनि आएको र यो तिनवटा टर्म भनिसके पछाडि जो कहिले बुझ्ने कुरा हो। यो एक खालको आक्रोश थियो, एक खालको आकस्मिकता थियो, जरुरी थियो यो चिज, र एक खालको आत्मविश्वास थियो टिम मेम्बरहरूमा, र जसले गर्दाखेरिमा चाहिँ यो चिज जन्मेको हो भन्ने लाग्छ। यति भनिसक्दाखेरि पुग्छ भन्ने लाग्छ। ओके, त्यही कुरामा त यसमै अब अमृतजीलाई के एड गर्नु छ यही कुरामा? ओके, यही कुरामा म सुनेकै रुमर्स क्लियर गर्छु। राजधानी क्यानबेरामा रुमर्स फैलिरहन्छ युजली हाम्रो कम्युनिटिजमा होइन। र तपाईँहरू एउटा टिममा हुनुहुन्थ्यो, 5 जना सम्भवतः हुनुहुन्थ्यो, त्यो टिम 6 जना हुनुहुन्थ्यो। त्यो टिमबाट लगभग सर्लक्क निस्किनु भयो, अर्को टिम फर्म गर्नुभयो होइन। त्यो टिममा चाहिँ के आधिकारिक आफ्नै आन्तरिक मतभेदले नै गर्दा त्यो टिम छोडेर सर्लक्क अर्को इभेन्ट कम्पनी खोलेर लागि पर्नु भयो कि के हो त? कहिलेकाहीँ यो समय पनि थियो दाजुभाइ वारियर्स हुनुभन्दा अगाडिसम्म है, जब हामी दाजुभाइ भयो नि कहिलेकाहीँ मदन अमृतलाई त्यो फलानाको होइन र त्यो भाइहरू भनेर क्वेसन गरिरहेको, त्यो फलानो कम्पनीसँग जोडेर पनि क्वेसन गरिरहेको क्या, फलानो मान्छेमा आबद्ध होइन र उहाँ हामी दाजुभाइको नाम आउँदैन थियो सुरुवाती दिनमा, त्यो ब्रान्डलाई लिएर हिँड्नु भएको थियो नि त। सो के हो त रिजन, के हो त यो नयाँ टिम फर्म गर्नुको कारण चाहिँ? कसरी फर्म भयो, किन भयो भन्ने कुरा के भन्छ सायद मदनले अघि दिइसकेको छ। आकस्मिकता अनि आत्मविश्वास अनि त्यसपछि गएर अरू आक्रोशले गर्दाखेरि फर्म भयो भन्ने कुरा। अनि यदि भन्दै गर्दाखेरि चाहिँ म यहाँनिर चाहिँ के जोड्न चाहन्छु भने यो कुनै रिसिभी मनमुटाव होइन, अनि हजुरको गएर चाहिँ अब
द्वन्द्व यता हुन्छ नि भर्चुअल द्वन्द्व बोलीको द्वन्द्व यताउता अब त्यस्तो मनमुटावले भएको कुराले गर्दाखेरि भएको चाहिँ होइन खासमा होइन अब अघि मदनले जुन कुरा यहाँनिर जनायो त्यही कुराले नै भएको जब हामी दाजुभाइ फर्म भयो त्यस पछाडि फर्स्ट प्रोजेक्ट सायद पूर्णबहादुरको सारङ्गी होइन र त्यो लगभग पूर्णबहादुरको सारङ्गी राम्रै पनि गयो क्यानबेरामा पनि क्यानबेरा मात्रै नभनौँ देश विदेश सबैतिर नै राम्रो गयो होइन कसैलाई चाहिँ पहिलो गाँसमा ढुङ्गा पर्छ तर यहाँहरूलाई चाहिँ यहाँहरूको टिमलाई चाहिँ भनौँ न बम्पर लटरी नै परे जस्तो भयो पूर्णबहादुरको सारङ्गी सक्सेस हुँदै गर्दा तर त्यो सक्सेस फेरि कन्टिन्युसन अर्को प्रोजेक्टमा मेन्टेन गर्न नसकेको हो कि के हो मैले भनेको चाहिँ यो चिजहरू भनेको खरे हुन् होइन जसको कुनै ठेगाना हुँदैन जसको कुनै चिज हुँदैन खासमा होइन ढाक्न लुकाउन गर्न छोड्न पर्ने कुरा केही पनि होइन जतै पनि के भन्छ अरे ब्रुटल्ली बिङ अनेस्ट इज द बेस्ट पोलिसी भन्ने कुरा मेरो कुरा त्यही नै हो खासमा चिजै गतिलो नभइसकेपछि चल्दैन चिजै गतिलो भइसकेपछि चल्छ हामी दाजुभाइ भनेको त्यो एउटा माध्यम न हो जलाउने मैले बनाएको कुरा मैले देखेको कुराले देखाउन लाग्यो भए पो त्यसमा प्रश्न हुन्छ हामी त जस्तै एउटा माध्यम होइन मिडिएटर त हो होइन जसका लागि चाहिँ अझ नेपाली फिल्म बजार यति राम्रो बन्यो भनेर सधैँ बक्स अफिसमा रिलिज हुन पायो भने त यस्ता मिडिएटरहरू चाहिँदैनन् नि खासमा नचाहियोस् सधैँ नेपाली मुभीहरू बक्स अफिसमा हेर्न पाइयोस् भन्ने नै हो खासमा कुरा त त्यो हुँदै गर्दाखेरि अर्को एउटा कुरा चाहिँ के रहन्छ भने नयाँ कसैले एउटा प्रोजेक्ट ल्याउँदैछ नेपाली चलचित्र ल्याउँदैछ या नेपाली सिङ्गर ल्याउँदैछन् र जो नयाँ गर्दैछ त्यसलाई चाहिँ अलिकति ल गर्न सक्छन् सक्दैनन् भन्ने खालको हाम्रो कम्युनिटीले क्वेसन गरिदिने तर एउटा ब्रान्ड भ्याल्युको आयो भने चाहिँ त्यतिकै चलिदिने कस्तो त्यस्तो कुराहरू भोग्नु भएको छ कि छैन यहाँले यसो इभेन्ट अर्गनाइज गर्दै गर्दाखेरि सारङ्गी नै इक्जाम्पल हो नि यसका लागि जसले नेपालमा सुरु गरिदिन 36वटा सोबाट सुरु गरेको मुभी जसको पछाडि कुनै ब्रान्ड थिएन जसको पछाडि कुनै चर्चित कलाकारहरू थिएन त्यो ब्रान्ड बनिसक्यो त्यो भ्यालु बोक्ने त्यो टेस्ट बोकेको कलाकारहरू कोही पनि थिएन त्यो चिज त आफै चल्यो होइन हो सारङ्गी चल्यो तर कहिलेकाहीँ त्यस पछाडि आएको मुभी अस्ति भर्खर नाम नभन्नु त्यसमा त स्टार कास्ट हुनुहुन्थ्यो चलेन त चिज गतिलो भयो भने चल्दो रहेछ चिज अगतिलो भयो भने नचल्दो रहेछ अहिले भर्खरै हलबाट निस्केको अर्को मुभी छ जसमा झन् नेपाली सिनेमा इन्डस्ट्रीका ठुला नामहरू हुनुहुन्थ्यो होइन दिग्गज नामहरू हुनुहुन्थ्यो मस्ट वेटेड डेब्यू भनेका थिए ती फिल्म पनि चलेन होइन र फिल्म चल्दै गर्दाखेरिमा चाहिँ त्यो फिल्म चल्यो जसमा चाहिँ एउटा सामान्य कथा थियो जसमा सामान्य कलाकारहरू थिए र जसको प्रस्तुतिकरण चाहिँ अब्बल थियो मैले फिल्मको मात्रै कुरा गरिरहेको छु होइन अरू एउटा इभेन्ट्स भनौँ सिङ्गर भनौँ या प्रोजेक्ट्स भनौँ जे पनि भनौँ होइन तर हुन्छ नि एउटा नयाँ अलिअलि ठिकै छ एउटा यो इभेन्ट्स कम्पनीले चाहिँ अब सुरुवात गर्दैछ एउटा साधारण अलिकति बिगर हाइप नहोस् तर साधारण कलाकार ल्याइरहेको छ भने पनि दाइ ल यसको लागि सपोर्ट गरिदिनु पर्यो भनेर जाने हो भने कम्युनिटिजका मेम्बरहरूले भन्ने जस्तो सिनारियो क्रिएट हुन्छ त्यही सँगसँगै एउटा ब्रान्ड भ्यालु बोकेको इभेन्ट्स कम्पनी आयो र कलाकार पनि ठिकै मात्रै छ भने चाहिँ त्यसलाई चाहिँ अलिकति बढी प्रायोरिटी दिने हो कि भन्ने सिनारियो क्रिएट हुन्छ जस्तो लाग्छ के लाग्छ तपाईँलाई अब यो कुरा चाहिँ कसरी लिगौँ भने यस्तो हो इभेन्ट कम्पनीहरू सानो ठुलो अब जस्तो पनि हुनसक्छ होइन अब हाइपमा भएको हाइपमा नभएको चलेको नचलेको भर्खरै स्थापित पुरानो 10 वर्ष नचलेको जस्तो पनि हुनसक्छ अब खासमा चाहिँ दर्शक श्रोताहरू सबैले चाहिँ के चाहिँ बुझिदिनुपर्ने हो भने चाहिँ खास कन्टेन्टलाई माया गरेर चाहिँ त्यो इभेन्टलाई इभ्यालुएसन गरेर दर्शकहरू इभेन्टमा आउनुपर्ने हो खासमा मेरो बुझाइ चाहिँ खास त्यस्तो छ होइन तर अहिले चाहिँ अलिकति पब्लिक रिलेसन अनि सपोर्टको तरिकाले चाहिँ त्यो चाहिँ अलिकति त्यो भित्र घुसेको हो कि जस्तो लाग्छ मलाई समग्र रूपमा बुझ्दाखेरि चाहिँ कन्टेन्टलाई नै माया गरेर त दर्शकहरू चाहिँ कन्टेन्ट मुभीको कन्टेन्ट अथवा आर्टिस्टहरूको कन्टेन्ट होइन गायकगायिकाहरूको कन्टेन्ट उहाँहरूले अब राम्रो गाउने कन्टेन्ट अनि त्यस्तो कुराहरूलाई माया गरेर खास दर्शकहरू आउनुपर्ने ठाउँमा आजभोलि चाहिँ त्यही भने नि मैले भर्खरै अब रिलेसन सपोर्ट अब जाने आधी घन्टामा फर्किने बरु होइन 1 घन्टामा फर्किने गीतै नसुन्ने जाने ड्रिङ्क्स गर्ने यताउता गर्ने फर्किने त्यस्तो पनि भइरहेको देखिन्छ होइन यसको चाहिँ यो चाहिँ खास सकारात्मक कन्सेप्ट चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई मदन के रहेछ त इभेन्ट्स चलाउनलाई या एउटा कुनै आर्टिस्टलाई बोलाएर होइन नचाएर दर्शक जम्मा गर्नलाई इभेन्ट्स अर्गनाइज गर्नु चाहिँ एक्सपिरियन्स नै चाहिन्छ कि कस्तो के हो
इभेन्ट्स भनेको आफैमा एउटा साइन्स हो नि ओके होइन यसमा त एक्सपिरियन्स चाहियो त्यसमाथि इभेन्टसँग दम पनि चाहियो कलाकार को हो के हो यो ठाउँ के हो भन्ने कुराले सबै कुराले यसमा धेरैवटा डाइमेन्सनहरू हुन्छ ती सबै डाइमेन्सनहरू मिलेर आयो भने एउटा खतरा चिज निस्किन्छ मिलेन भने फ्ल्याट भएर जान्छ कसैले प्रश्न पनि गर्न सक्ला के मदन र अमृतको चाहिँ इभेन्ट गर्ने एक्सपिरियन्स अगाडिदेखि नै एक्सपिरियन्स छ त भन्ने क्वेसन आउन सक्ला यसमा चाहिँ के प्रश्न पार्नुहुन्छ ल यो कुरा त बोलेर प्रश्न गर्ने होइन हाम्रा कर्महरूले आगामी दिनमा प्रश्न पार्दै जान्छन् भन्ने कुरा हो मेरो चाहिँ होइन यसमा अमृत दाइले केही छ भने थप्न सक्नुहुन्छ होइन ब्याक टु सिडनीकै थोरै पनि कुरा एड गरिदिनु होइन तब इफ यु आर कम्फर्टेबल एबाउट इट होइन किनभने अब यस्तो हुन्छ मैले बुझेँ अब कुरा चाहिँ कस्तो हुन्छ भने नेपालमा अब कुन समयदेखि कहिलेदेखि इभेन्ट गर्दै आएको इभेन्टसँग आबद्ध होइन कार्यक्रमहरूसँग आबद्ध कहिलेदेखि थियो कसरी थियो भन्ने कुराले म्याटर गर्छ सायद हजुरको प्रश्न यस्तै नै थियो होला होइन एक्ज्याक्टली त्यही प्रश्न थियो अनि यो चाहिँ अब नेपालमा पनि खासै नेपालमा त्यस्तो ठुलो प्रोग्रामहरूमा आबद्ध नभए पनि यो हाम्रो बुटोलको जोइकिटीमा टुर फेस्टिभल थियो म त्यसमा आबद्ध थिएँ होइन एउटा र अर्को चाहिँ अरू यो दसैँ तिहार प्रोग्रामहरू हुन्थ्यो कम्युनिटीमा त्यसमा पनि आबद्ध हुन्थेँ नेपालको लागि भन्नुपर्दा तर यहाँ अस्ट्रेलिया आइकन चाहिँ मेरो फर्स्ट प्रोजेक्ट चाहिँ क्यानबेरा तिहार फेस्ट थियो होइन म त्यसमा आबद्ध भएर काम गरेँ अब त्यही हो गर्दा गर्दै अब त्यहाँको सिप त्यहाँको एक्सपिरियन्स त्यो गर्दा गर्दै चाहिँ अहिले चाहिँ म यो ठाउँमा छु होइन जुन हामी सहकारी भएर काम गरिरहेका छौँ ओके म मदनको पाटोबाट छु म त होइन मेरो लागि चाहिँ हरेक एउटा इभेन्ट हरेक एउटा प्रोजेक्टहरू चाहिँ नयाँ एक्सपिरियन्स हुन् र ती सबै कुरा चाहिँ त्यो जिरोबाट सुरु गर्नुपर्ने भएको हुनाले त्यसमा प्रायर एक्सपिरियन्सहरूले के साथ दिने कुरा अलग हो होइन नत्र भने हरेक चिज नयाँ हुन् मेरो लागि त्यही भएर मलाई आजको दिनमा तसँग कति एक्सपिरियन्स छ भनेर सोध्दै गर्दा म भोलि नयाँ चिज केही गर्दैछु भने मसँग कति पनि छैन आई विल ह्याभ टु स्टार्ट फ्रम स्क्रच र त्यो दाजुभाइ वारियर्सका लागि पनि त्यही हो हामी दाजुभाइका लागि पनि त्यही हो भुइँबाट धुलोबाट उठ्ने हो जहाँ पनि र के चिज बनाउन सकिन्छ त्यो धुलोबाट भन्ने कुरा चाहिँ बाँकी सबै डाइमेन्सनहरू मिल्दै गयो भने चाहिँ एउटा खतरा चिज भएर निस्किन्छ होइन त्यही नै हो कुरा चाहिँ खासमा होइन यसमा अगाडिपट्टि मैले यो गरेँ त्यो गरेँ भनेर जतिवटा 10वटा मुभी हिट दिएका डाइरेक्टरका मुभी फ्लप भएका छैनन् अनुभव भनेर र पहिल्यै मुभी बनाएका प्रोड्युसरहरूका मुभी सुपर डुपर ब्लकबस्टर हिट भएका छैनन् फर्स्ट इभेन्ट हिट भएका छैनन् त्यो भन्दै गर्दाखेरिमा चाहिँ एभ्री डे इज अ न्यू बिगिनिङ मेरा लागि चाहिँ त्यही भएर एभ्री इभेन्ट एभ्री प्रोजेक्ट इज अ न्यू थिङ फर मी होइन त्यही भएर मसँग आजका दिनमा पनि मसँग केही पनि छैन मसँग कुनै पनि स्किल सेट छैन कुनै पनि नलेज छैन र जुन बेला त्यो प्रोजेक्टको डे 1 सुरु हुन्छ त्यस पछाडि विल स्टार्ट वर्किङ अन इट त्यस पछाडि त आफ्नो फ्लोमा त गइ नै हाल्छ बट हामी दाजुभाइलाई चाहिँ लङ रन कसरी सोचिरहनु भएको छ हामी दाजुभाइको चाहिँ फ्युचर साँच्चीमै अनन्तकालसम्म छ भन्ने लाग्छ अहिलेसम्मलाई होइन र यो चाहिँ के भन्छ अरे यो चाहिँ एउटा दाजुभाइ हामी दाजुभाइको चाहिँ आफैमा एउटा अस्तित्व छ नि त दाजुभाइ वारियर्सको त सिएनपिएल बिना अस्तित्व छैन जबसम्म सिएनपिएल त्यहाँ छ तबसम्म दाजुभाइ वारियर्स हुनसक्छ त्यसमा पनि हाम्रा जोडबलले दाजुभाइ वारियर्स रहिरहने नरहने भन्ने कुरा पनि होइन त्यसमा होइन तर हामी दाजुभाइ चाहिँ हाम्रो चिज हो र यसलाई जोगाउने मार्ने भन्ने हाम्रो हातमा छ त प्रिमियर लिग भन्ने गर्दै गर्दाखेरिमा चाहिँ त्यसमा धेरैजना स्टेक होल्डरहरू भइसक्यो त्यो मोर लाइक इट्स अ बिग फ्यामिली न त्यसलाई हामीले चाहेर नचाहेर रोकेर छेकेर छेक्न सकिने रोक्न सकिने भन्ने कुरा छैन त्यो चाहेर अघि बढाउन सक्ने भन्ने पनि कुरा छैन अर्को वर्ष एनसिएले हामी यो वर्ष ब्रेक लिन्छौँ सिएनपिएलमा भन्दै गर्दाखेरि दाजुभाइ वारियर्स विल प्ले भनेर गरेर के खेल्ने हो हामी दाजुभाइ सिएनपिएलको कुराबाट अलिकति असाइड जाउँ र थोरै अलिकति डिफ्रेन्ट कुरा गरौँ म देखिरहन्छु एमआरआरमा मदनको कहिले कमेन्ट्स आइरहेको हुन्छ कहिले पोस्ट आइरहेको हुन्छ विभिन्न विषयवस्तुमा होइन यो भर्खरै रिसेन्टली आएको कुरा छ नि यो ट्रम्प र जेलेन्स्कीको हिजोको विषय वाट डु यु थिङ्क अबाउट इट के लाग्छ यो एउटा इकोसिस्टम हो खासमा नेचुरल इकोसिस्टम हो ठुलोले सानोलाई मार्ने सानोले अझ सानोलाई मार्ने यो खासमा हामीले सुन्ने थियौँ नि उखान ठुला साँडेहरूको बिचमा बसिसके पछाडि के भन्छ अरे तिनीहरूले माया गरे पनि माडिने घाँस हो तिनीहरूले झगडा गरे पनि माडिने घाँस हो भनेर ठुला शक्ति राष्ट्रहरूको बिचमा बसेको अब खासमा म यो चिजमा भन्नलाई म कति योग्य हो भन्ने कुरा मलाई थाहा छैन तर साँच्चीमा भन्दै गर्दाखेरिमा चाहिँ कुनै पनि देश अथवा कुनै पनि मान्छे कोही कसैको भड्काउमा लाग्दा कोही कसैको उक्साहटमा लाग्दाखेरिमा चाहिँ र आफ्नो चिज के हो भनेर आफ्नो सत्तो बिर्सिँदाखेरि र आफू हुनुको त्यो चिजलाई बिर्सिँदाखेरिमा चाहिँ परिणाम के हुन सक्दो रहेछ भन्ने चाहिँ एउटा यो
इम्पोर्टेन्ट लेसन हो भन्ने लाग्छ मलाई होइन। त्यही भएर आफू जे हो आफ्नो सामर्थ्य जे हो त्यसलाई चाहिँ चिन्न सक्नुपर्छ र त्यही अनुसारको कर्म गर्नुपर्छ भन्ने लाग्छ। र यो भर्खरको घटनाले दिएको कुरालाई चाहिँ मलाई लगभग मैले त्यही लेसन लिएको छु यसबाट। र यति भन्दै गर्दाखेरिमा चाहिँ युक्रेनको हाम्रो प्रेसिडेन्टको कन्फिडेन्सको लागि चाहिँ स्याल्युट। क्रिकेट, दाजुभाइ वरियर्स, हामी दाजुभाइ, काम, यो सबै कुरा चाहिँ कसरी कलेक्ट गर्न सकिने रहेछ मदन? मदनले धेरै कलेक्ट गर्छ यसको एन्सर मदनलाई नै सोधिरहेको मैले होइन। राजनीति होइन, एमआरआर कहिले म देखिरहेको हुन्छु, अस्ट्रेलियाव्यापी वनभोज कार्यक्रम भनेको छ होइन, त्यसको लागि पनि प्रमोटमा हिँडिरहेको छ, कहिले राजनीतिक विषयवस्तु आउँदा पनि आफ्ना विचारधारा राखिरहेको छ। यो कसरी यो इन्फर्मेसन चाहिँ कलेक्ट गरिँदो रहेछ? होइन मेरो चाहिँ एउटा राम्रो बानी भन्ने कि नराम्रो बानी भन्ने होइन, इफ आई गेट इन्टु समथिङ होइन आई वान्ट टु गो इन इट्स डेप्थ के मलाई चाहिँ त्यसको के रहेछ त सुरु कुरा भनेर बुझ्न मन लाग्छ। त्यो हुँदै गर्दा जति बेला एमसिसी थियो मसँग त 500 पृष्ठको मसँग प्रिन्टेड कपी थियो, त्यो अमित ढकालले लेखेको आर्टिकल थियो होइन, त्यसमा लाइन टु लाइन पढेको थिएँ। मलाई त्यसको डेप्थसँग जान मन लाग्छ, बुझ्न मन लाग्छ खासमा होइन यो चिजहरू चाहिँ। त्यही भएर अलिकति त मेरो बाए हेर्ने एउटा लाइन चाहिँ मलाई लास्ट मन परेको, ज्याक अफ अल मास्टर अफ नन भनेर। त्यो भइसकेको छ, सबै कुरा बुझेछ यसले जस्तो लाग्छ, तर मलाई केही पनि थाहा छैन फेरि। एक्ज्याक्टली मेयरको स्ट्याटस बब्बाको स्ट्याटस आयो होइन, ट्रम्पलाई नै पनि डाइरेक्टली हानिरहेको स्ट्याटस, अनि सँगसँगै हाम्रो प्रधानमन्त्रीसँग जुहारी। यो पनि मदनबाटै क्लियर गर्न चाहे मैले। ल यसमा चाहिँ यो चाहिँ के हो भन्दाखेरि अलिक मलाई चाहिँ कस्तो लाग्छ भन्दै गर्दाखेरिमा चाहिँ यो हामीले जब नयाँपन खोज्दै गर्छौँ, नयाँपन खोजिरहँदाखेरिमा चाहिँ हाम्रा साँच्चीमा नयाँ भनेका आशा लाग्दा मान्छेहरू चाहिँ अलि बढी फ्यान्टासीमा रमायो कि भन्ने चाहिँ मलाई डर लाग्छ। म साँच्चीमा यो भन्दै गर्दा जब मान्छेको कुरा तपाईँले गर्दै हुनुहुन्छ उसका प्रति म साँच्चीमै पोजिटिभली बायस छु होइन। उसका बारेमा मैले होइन हो उसका बारेमा भन्दै गर्दाखेरिमा म साँच्चीमै पोजिटिभली बायस भएको कुराले गर्दाखेरिमा चाहिँ मबाट ठ्याक्कै त्यही चिज चाहिँ ननिस्किन सक्छ होइन। तर जे कुरा भइरहेको एउटा स्थानीय तहको प्रमुखले चाहिँ अन्तर्राष्ट्रिय विषयमा जसले चाहिँ डाइरेक्ट देशको कूटनीतिमा असर गर्छ, जसले अन्तर्राष्ट्रिय सम्बन्धमा असर गर्छ, त्यस्ता कुराहरूमा चाहिँ नबोलिदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ। त्यही कुरा अलि अगाडि लिपुलेखको सन्दर्भमा कुरा उठ्दै गर्दा विवाद आउँदै गर्दाखेरि पनि त्यतिखेर पनि एकजना भर्खर नयाँ पार्टीको सभापतिजीले नेपालमा नयाँ शक्तिहरू आइसक्यो, काठमाडौँमा वार्ता गर्ने हो कि दिल्लीमा गर्ने हो कि लिपुलेखमा गर्ने हामी तयार छौँ भनेर स्ट्याटस लेख्दै गर्नु। यसले चाहिँ हाम्रो नवनेताहरूको जसले चाहिँ जो माथि चाहिँ जनताको अथाह विश्वास छ, भरोसा छ होइन, उहाँहरूको चाहिँ त्यो कच्चा राजनीतिलाई चाहिँ उजागर गर्छ, उहाँहरूको त्यो अनुभवहीनतालाई चाहिँ होइन, त्यो अनुभव छैन, त्यो अनुभवको कमीलाई चाहिँ प्रष्टसँग झल्काउँछ भन्ने लाग्छ होइन। यस्ता कुराहरूमा चाहिँ अलिक कम ध्यान दिएर आफ्ना कुराहरूमा चाहिँ भित्रका आफ्ना आन्तरिक कुराहरूमा चाहिँ अलि बढी ध्यान दिएदेखि अलि राम्रो हुन्थ्यो कि भन्ने मात्रै चाहिँ लाग्छ आफूलाई होइन। अब भन्दै गर्दाखेरिमा उहाँहरू भन्दा जान्ने त म पक्कै होइन नै। ओके, प्रधानमन्त्री र यतापट्टि मेयरको जुहारी त्यो त त्यसको आन्तरिक कुरा भयो र जुनसुकै कुरा जति जे भने पनि हाम्रो देशमा संघीयता ल्यायौँ भने पनि हामीले स्थानीय सरकारलाई स्वायत्त बनायौँ, स्वायत्त छ यो भन्दै गर्दाखेरिमा के हुँदो रहेछ भन्ने कुरा त आज हामीले देख्दैछौँ नि त। एउटा प्रमुख प्रशासकीय अधिकृत एउटा महानगरमा नभइरहँदाखेरि बिचरा एकजना मेयरले एउटा राजनीतिक नेतृत्वले के गर्न सक्ने रहेछ त होइन। हामीले साँच्चीमै परिवर्तन ल्याएछौँ त भन्ने कुराले यो बिग क्वेसन मार्क होइन। सङ्घीय सरकारले एउटा चाह्यो भने हात मार्दै बस्दियो भने त सबै काम रोकिँदा रहेछन् नि त। जुनसुकै स्वायत्त सरकार भनेको हामीले त गाउँ गाउँमा सिंहदरबार पुर्याउने भन्ने कुरा सुनेर आएको हो नि त होइन। गाउँ गाउँमा सिंहदरबार पुगेछ त। अलिकति यो पृष्ठभूमिलाई थोरै क्लियर गरिदिनु त, लाइक के भएको यो सिनारियो के भएको? खासमा यस्तो एउटा भवन सम्बन्धी नक्सापास सम्बन्धी विवाद थियो अरे काठमाडौँमा, जसले गर्दाखेरिमा चाहिँ काठमाडौँको नेतृत्वले मैले अघि पनि भने यो भन्दै गर्दाखेरिमा चाहिँ म अलि बढी बायस सुनिन सक्छु, किनभने त्यो मान्छेका बारेमा म साँच्चैको पोजिटिभली बायस छु होइन। त्यो भन्दै गर्दाखेरिमा चाहिँ यसमा चाहिँ अरू कुनै कुराको शङ्का छ, यसमा चाहिँ अख्तियारको दुरुपयोगको शङ्का छ भनेर, त्यो भनेको चाहिँ मिसयुज अफ पावरको शङ्का छ भनेर प्रमुख कार्यकारी अधिकृतलाई चाहिँ प्रमुख प्रशासकीय अधिकृतले
चाहिँ बिदामा बस्न महानगर नेतृत्वले पठाइसके पछाडि सरकारको दाबी छ कि त्यहाँ कोही पनि कर्मचारी प्रमुख प्रशासकीय अधिकृत भएर जान मान्दैनन्। महानगरको दाबी छ कि सरकारले कोही पनि पठाउँदैन। यो जुवारीमा चाहिँ अहिले महानगर र सङ्घीय सरकारको द्वन्द्व चलिरहेको हो भन्ने चाहिँ कुरा बुझेको छु मैले, जहाँसम्म लाग्छ। र यति भन्दै गर्दाखेरि पनि फेरि कुरा त त्यही हो, त्यही बर निस्केर आउँछ। जति जे भने पनि त्यही कर्मचारी संयन्त्र चाहिने रहेछ भने एउटा जिल्लामा कुनै पनि ठाउँमा कर्फ्यू लगाउनका लागि त्यही सिडिओकै आदेश पर्खाउनुपर्छ र सिडिओ बिदामा छ भने त्यो कर्फ्यू लाग्न सक्दैन भने हैन। त्यो सङ्घमा त्यो प्रदेशमा मुख्यमन्त्री बनाएको अर्थ के रहेछ, आन्तरिक मामिला मन्त्रालयको काम के रहेछ हैन। हामीसँग अहिले 753वटा सरकार छन्, स्वायत्त सरकार छन् स्थानीय तहमा भन्नुको अर्थ के रहेछ भन्ने चाहिँ साँच्चीमा मैले बुझेको छैन। झन् हामीले जे चिज लिएर आएको, हामीले जे चिजलाई चाहिँ चेन्ज भन्यौँ होइन, त्यो चेन्ज त साँच्चीमा एक अर्थमा भन्यो भने त केही पनि होइन रहेछ नि त। खासमा हामीले त बढी नेता पाल्ने चिज मात्रै डेभलप गरेको रहेछ भन्ने जस्तो चाहिँ लाग्छ आज आएर हेर्दाखेरिमा चाहिँ। अब सुरुवात क्रिकेटबाट गऱ्यौँ, अब अन्तिममा नि क्रिकेटबाटै गरौँ। हामी कार्यक्रमको लगभग अन्तिम चरणमा पनि छौँ, अन्तिम क्रिकेटबाटै गरौँ। च्याम्पियन्स ट्रफी कतिको हेर्दै हुनुहुन्छ कि हेर्नु भएको छ कि छैन? अलिअलि फलो गर्दैछु। टिम वाइज कुन टिम स्ट्रङ लाग्दैछ अमृतलाई? इन्डिया। मदनलाई? अनि मलाई पनि अब त्यो भन्दै गर्दाखेरिमा अलि समय राष्ट्रवाद के भनेर पनि यो इन्डिया भन्ने चिज त इन्डिया भन्ने जस्तो एज अ प्लेयर खेलमा चाहिँ साँच्चीमै इन्डिया चाहिँ मेरो लागि पनि एउटा मनपर्ने टिम हो क्रिकेटमा हैन। त्यस पछाडि त मेरो कर्मभूमिको देश अस्ट्रेलियालाई कुरै भएन। तर कस्तो भने यहाँ छौँ, मलाई पनि आई डोन्ट नो किन सानैदेखि हेरेको भएर होला कि त्यो टिमलाई देखेको भएर होला कि खै किन पोजिटिभ बायसनेस भनौँ, अघि मदनले यही शब्द प्रयोग गरिरहेको थियो होइन। इन्डिया र अस्ट्रेलियाको म्याच भयो भने या अस्ट्रेलिया र अरू टिमको म्याच भयो भने फर्स्ट इयर म अस्ट्रेलियाको टिम हुन्छु होला, तर इन्डिया र अस्ट्रेलियाको म्याच भयो, यस्तो म्याच भयो भने किन त्यो झुकावजीसँग इन्डियातिरै जान्छ क्या मेरो पनि। खासमा सिधा बोलिरहेका स्ल्याङका कोडहरू बुझिन्छन् टिभीमा घरिघरि सुन्दाखेरि होइन। उनीहरूको आक्रोशसँग चाहिँ आफूलाई रिलेट गर्न सकिन्छ साँच्चीमै होइन। र त्यो चिज चाहिँ जुन साउथ एसियन रिजनमा चाहिँ हामीले फिल गर्छौँ नि, त्यो क्रिकेट भनिसके पछाडि सबथोक हो भनेर होइन, त्यो चिजको फिलिङ चाहिँ खासमा इन्टरनेसनल लेभलमा हेर्ने हो भने त्यो त्यही निलो जर्सी लगाउने टिमसँग मात्रै आउँछ भन्ने मलाई पनि फिल हुन्छ खासमा। मलाई पनि सेम फिल हुन्छ। त्यो चाहिँ खासमा हाम्रा लागि चाहिँ क्रिकेट गेम मात्रै होइन क्या, हाम्रा लागि चाहिँ त्यो क्रिकेट सब चिज हो। हाम्रा लागि त्यो क्रिकेटको उत्सवभन्दा अगाडिपट्टि चाहिँ त्योभन्दा अगाडि जब क्रिकेट कतै छ र नेपालको म्याच कतै हुँदैछ भन्दै गर्दाखेरिमा चाहिँ क्रिकेट अथवा इन्डियामा बस्नेलाई अफगानिस्तान बङ्गलादेश श्रीलङ्का जता पनि हाम्रो त साउथ एसियन रिजनमा चाहिँ जता पनि हुँदै गर्दाखेरिमा चाहिँ क्रिकेट नै सबथोक हो क्या। सुरुमा प्रायोरिटी लिस्टको फर्स्ट चिजमा क्रिकेट आउँछ, त्यस पछाडि अरू काम हो छोडिदेऊ, बिरामी छौ छोडिदेऊ, घरमा खाना डढ्यो छोडिदेऊ, तर क्रिकेट नछुटाऊ। एक बल छुट्यो भने कति पीडा हुन्छ हामीलाई भन्नु त। त्यो हामीलाई फिल हुन्छ नि होइन। र त्यो एउटा बल मिस हुँदै गर्दाखेरि, क्याच मिस हुँदै गर्दाखेरिमा चाहिँ त्यो खेलाडीसँग त्यो रिलेट गर्न सक्ने भएको भएर चाहिँ हामी अलिक बढी यो टिमसँग नजिक भएको कि भन्ने जस्तो चाहिँ मलाई लाग्छ। मदनबाटै सुरु गरेँ, झट्टै माइन्डमा आउने बित्तिकै 5वटा क्रिकेटरको नाम भन्नु पर्यो, ट्राई गरौँ त ल। 5वटा क्रिकेटरको नाम हाम्रो अजय लामा, हाम्रो त्यस पछाडि कुसु कलवार, हाम्रो विवेक कण्डेल, अनि त्यस पछाडि आएर हाम्रो सोखिन अर्याल भाइ, त्यस पछाडि हाम्रो रजत सिंह, हाम्रो सबै 5जना दाजुभाइ वारियर्सको अहिले क्रिकेटर प्लेयर को नाम भन्यो भन्दै गर्दाखेरिमा चाहिँ दाजुभाइ वारियर्सका 5जना प्लेयरहरू हुन् है, मार्कीदेखि क्याप्टेन भाइस क्याप्टेन गरेर 2टा नयाँ फेसहरू। अब त्यही भन्दै गर्दा अमृतजीलाई 5वटा हाम्रो नेपाली राष्ट्रिय टोलीको क्रिकेट प्लेयर। ओके, रोहित पौडेल, गुलसन झा, अनि आसिफ शेख, अनि हाम्रो आरिफ शेख भन्दा पनि हुन्छ है। अनि त्यसपछि सन्दीप लामिछाने। 5जना त भयो। अझै पनि आउन सक्छ, अविनाश बोरा पनि सायद अर्को टिमको एम्बेसिडर हुनुहुन्छ होइन। अम्पायरको कुरा गर्दा
अम्पायरहरूमा चाहिँ कुनै स्पेसिफिक अम्पायर चाहिँ हुन्छ नि यो क्रिकेटमा चाहिँ यो अम्पायर चाहिँ ठिक लाग्छ भन्ने के हुनुहुन्छ? मेरो अल टाइम फेभरेट साइमन डफल। ओके, मेरो लागि त दीप्त रिजाल हो। ओ माई गड, यो सिएनपिएल सबैतिर क्रेज भइसक्यो पछाडि दीप्त रिजाल होइन। यस, दीप्त ब्रदरलाई पनि मैले एक दिन यहाँ बोलाएको थिएँ, बब्बाले रमाइलो भएको थियो त्यो एपिसोड्स पनि। अब मुभी फर्टर्निटीकै मान्छे भएको हुनाले मुभीकै पनि कुराहरू गरौँ होइन। त्यस्तो धेरै कुनै चलचित्रले त्यति साह्रो गर्न सकेन सारङ्गीको हाइपसँग। वाट डु थिङ्क अब यस पछाडि आउने चलचित्रहरूमा पोटेन्सियलिटी चाहिँ देखिएको चलचित्रहरू कुन लाग्छ? नेपाली चलचित्रको 7 दशकको इतिहास छ होइन, त्यो 7 दशकको इतिहासलाई ब्रेक गरेको चलचित्र हो पूर्णबहादुरको सारङ्गी। त्यो चलचित्रसँग कम्पेयर गर्ने अर्को चलचित्र छिट्टै बन्यो भने पनि त 7 वर्ष लाग्ला नि। ओके, त्यस्तो लाग्छ होइन? त्यो त 70 वर्षको रेकर्डलाई तोडेको चलचित्र होइन। त्यो चलचित्रसँग भर्खर आएका अरू चलचित्रले सारङ्गी जस्तै कमाउन सकेन भन्नु। ओके, यसलाई अलिकति परिवर्तन गरौँ न त। त्यसो भए के भनौँ भने आशा लागेका आउने चलचित्रहरू चाहिँ कुन कुन एक्सपेक्ट छन्? मलाई अब आउन लागेको अब पिताम्बर प्रदीप खड्का स्टारर मुभी हो। त्यस पछाडि कर्मा भन्ने मुभी फ्रम द डाइरेक्टर अफ अगस्ते, हाम्रो सौरभ चौधरीले बनाउनु भएको अगस्ते भन्ने मुभी। र त्यस पछाडि हाम्रो दसैँमा निस्किँदै गरेको हाम्रो दसैँको फुलपाती भन्दा अगाडि घटस्थापनाको दिन रिलिज गर्ने कुरा छ के अरे सोल्टिनी भन्ने मुभी, जसमा परीक्षा लिम्बू र प्रकाश सपुतको मुख्य भूमिका छ। साइग्रेस पनि त्यसमा आबद्ध हुनुहुन्छ भन्ने सुनेको छु होइन। त्यस पछाडि सन्तोष सिंहले निर्माण गरिरहेको चलचित्र बलिदान भइहाल्यो होइन। अब अहिले भर्खरको कुरा गर्ने हो भने त लास्ट शरणमले त हल्का पिटेकै छ। अमृतजी के छ? त्यही हो, मदन हाम्रो क्रिएटिभ हेड हो होइन। अब सबै कुराहरू चाहिँ डिल गर्ने स्पेसली मदनले नै डिल गर्छ सबै कुराहरूमा डिल गर्नलाई। मुभी चाहिँ कतिको हेरिन्छ त त्यसो अमृतजी? मुभी हेरिन्छ, नेपाली मुभीहरू पहिल्यैदेखि मन पराउने मान्छे म पनि। ल्याके जति मुभी त सबै हेरिन्छ नि हामी। तर टु बी फ्र्याङ्क गाइज होइन, अस्ति पनि हामी दाजुभाइको टिममा एज अ मिडिया कोअर्डिनेटर रूपमा म पनि छु होइन। कार्साङ चाहिँ मैले हेर्न पाइनँ है। त्यस्तो हुन्छ होइन। एनिवे, लास्ट बट नट द लिस्ट, अन्तिममा केही छन् छुटपुट केही छन् यसो अभिषेकले सोध्दै हुन्थ्यो यो आज यो प्लेटफर्म पाइरहँदाखेरि भन्न पाए हुन्थ्यो तर लास्टमा पनि पाइनँ भन्ने खालको केही दुविधा नरहोस् अन्तिममा? अभिषेकले अनावश्यक हल्लाहरू चाहिँ अलिक कम सुनिदियो हुन्थ्यो भन्ने लाग्छ मलाई। सुझाव नै भयो यो अनावश्यक हल्लाहरूलाई सुनिरहन जरुरी छैन र त्यसलाई त्यसबाट अकुपाइड हुनु पनि जरुरी छैन भन्ने लाग्छ। कुनै चिजहरू यस्ता हुन्छन् जसले त्यो मेन्टल सेरिबेलमको त एउटा त पार्ट हुन्छ जहाँनिर सबै कुरा स्टोर हुन्छ होइन। त्यसको पार्टको नाम चाहिँ कुन त ब्रो? तर त्यो भन्नै पर्छ भन्ने नि भएन, त्यहाँनिर यतापट्टि हुन्छ भने त्यसमा होइन त्यसको स्पेसलाई पनि खर्च गर्नु पर्दैन र यो टाइमलाई पनि त्यसले साँच्चीमै यो टाइम डिजर्भ गर्दैन भन्ने जस्तो लाग्यो मलाई। तर मेरो चाहिँ अब यो उसको पक्ष भयो होइन। मेरो चाहिँ यस्तो कुराहरू आयो भने यो कुरालाई चाहिँ क्लियरिफाई गर्नुपर्छ भन्ने चाहिँ मेरो सोच छ। जसरी अहिले हजुरले हामीलाई प्रश्न गरेर। यस, मेरो पनि कुरा यही थियो कि मैले मेरो अतिथिलाई मेरो सिटमा बोलाउँदै गर्दाखेरि कुनै पनि सिनेरियोमा कुनै बाहिर फेर मैले सुनेको कम्युनिटीसँग आबद्ध भएर सुनेका कुराहरूलाई चाहिँ मैले ठ्याक्कै टपक्कै टिपेर यहाँ ल्याइदिँदा यो प्लेटफर्म मार्फत क्लियर होस् न। हेर्दै गर्नुभएका दर्शकले तपाईँहरूप्रति अलिकति विभिन्न दृष्टिकोणले नकारात्मक दृष्टिकोण राख्नुहुन्थ्यो भने त्यो नकारात्मकतालाई सकारात्मकतामा बदल्न सकिन्छ कि अझै सकारात्मक राख्नुहुन्थ्यो भने अझै बढी बेटर बनाउन सकिन्छ कि भन्ने अभिप्रायका साथ मैले पनि त्यही भने। अहिले मदनको कुरामा चाहिँ म अलिकति असहमतिपन जनाएको चाहिँ होइन, उसको आफ्नो कुरा हो होइन। तर मेरो कुरा चाहिँ यस्तो कुराहरूलाई लिएर आएर संवाद गर्दाखेरि चाहिँ दर्शक श्रोताहरूलाई पनि थाहा हुन्छ कि कुरा चाहिँ एक्चुअली के हो होइन, यसको यो हो कि होइन भन्ने कुरा पनि दर्शक श्रोताहरूले थाहा पाउनुहुन्छ। अन्तिममा कस्तो एक्सपिरियन्स भयो, कस्तो भयो त संवाद? राम्रो भयो। म त खासै केही बोलिनँ, सबै मदनजी नै बोल्नुभयो होइन। अब राजनीतिमा अलिकति म डाउन नै छु। अब राजनीति पनि मिसियो धेरै कुरामा। इट्स ओके। एउटा कुरा चाहिँ के छ भने मैले संवादलाई
क्यानबेराको कुरा सिएनपिएल सँगसँगै विभिन्न राजनीतिक विषयवस्तुलाई जोड्न सकिन्छ भने बाहिर हेर्दै गर्नुभएका अडियन्सहरूले पनि त्यो कुराहरूलाई रिलेट गर्नुहुन्छ कि भनेर पनि मैले यो मैले त्यसलाई नराम्रो गलत भयो भनेकै छैन तर मैले मेरो पक्षबाट भन्दाखेरि चाहिँ एज अ होल राजनीतिकमा चाहिँ म अलिकति तल नै छु होइन र तलै नै बस्न चाहन्छु माथि उठ्न पनि चाहन्न तर मैले सुने कतिपय कुरा मलाई थाहा थिएन अवगत भयो अहिले चाहिँ होइन सायद आगामी कार्यक्रममा बोल्ने मौका पायो भने म पनि बोलाउँला फेरि ओके अब आगामी दिनमा हामी दाजुभाइको कुनै एउटा प्रोजेक्ट्सहरू छन् कि छैनन् केही छन् कि कमिङमा अहिले लाइन अप केही छन् अहिले चाहिँ हाम्रो सिएनपिएललाई नै फोकस गरेर अन्टिल हाम्रो सिएनपिएल नसकिने बेलासम्म चाहिँ सिएनपिएलमै फोकस छौँ सबैजना सिएनपिएल चाहिँ 3.5 महिना जस्तो रन हुन्छ मार्च अप्रिल मेको इन्डतिर सकिन्छ होला सायद अहिले चाहिँ हाम्रो लिस्टमा जस्ट सिएनपिएल ओके थ्याङ्क यू सो मच ब्रदर फर कमिङ टु माई सो अनि थ्याङ्क यू सो मच ब्रदर होइन इट वाज बबाल रमाइलो भयो आजको एपिसोड पनि थ्याङ्क यू सो मच गाइज आज पनि अभियुक्त संवादको एपिसोड यति नै सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसद्वारा प्रायोजन गरेको यो कार्यक्रमको यो समग्र तपाईँले एपिसोड हेरिसक्नु भएको छ कार्यक्रमको बारेमा सल्लाह सुझाव र प्रतिक्रिया भए यस डेफिनेटली हामीलाई पठाउन सक्नुहुनेछ थ्याङ्क यू सो मच आजलाई अभियुक्त संवाद यति नै दिस इज मी अभिषेक साइनिङ अप नमस्कार जय नेपाल सक्सेस अभियुक्त संवाद